न्यू ब्लग आफ्टर सो लङ। मैले चाहिँ बिचमा ब्लगिङ गर्न छोडिसकेको थिएँ किनभने बिचमा हुन्छ नि कामहरूले गर्दा अनि कति धेरै अप्स एन्ड डाउन्सहरू पनि आयो, जसले गर्दा चाहिँ म एकदम डिमोटिभेट भइरहेको थिएँ। मेरो पर्सनल लाइफमा किन देखाउनु टाइपको पनि भइरहेको थियो। पहिला चाहिँ मलाई हुन्छ नि मेरो रुमहरू देखाउनु कस्तो लाज लाग्थ्यो क्या। अनि अहिले चाहिँ के फिल हुन्छ भने अब इट इज वाट इट इज नि त होइन, आफूसँग जे छ त्यही देखाउने हो। अब जिरोदेखि नै स्टार्ट भएको होइन, यो यहाँदेखि स्टार्ट भएको अब अहिले यो फेज देखाउँछु होइन, पछि राम्रो हुँदै गएपछि त्यो फेजहरू पनि तपाईँलाई देखाउँछु। सो अब चाहिँ म मेरो ब्लग कन्टिन्यू नै गर्छु। अनि सिङ्गर हो, खत्रै फेमस हुनुहुन्छ टिकटकमा, खुसी भुसालो होइन पुरा लजाइराख्नु भएको छ। दिदी चाहिँ हल्का क्यामेरा साइ हुनुहुन्छ। अहिले चाहिँ लोकेसन चेक हुँदैछ हाम्रो यहाँ। यसले गर्दा अलिकति गाह्रै भयो जस्तो छ। हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग आफ्टर सो लङ। मैले चाहिँ बिचमा ब्लगिङ गर्न छोडिसकेको थिएँ किनभने बिचमा हुन्छ नि कामहरूले गर्दा अनि कति धेरै अप्स एन्ड डाउन्सहरू पनि आयो, जसले गर्दा चाहिँ म एकदम डिमोटिभेट भइरहेको थिएँ। मेरो पर्सनल लाइफमा किन देखाउनु टाइपको पनि भइरहेको थियो। अनि म एकदम प्राइभेसी मेन्टेन गर्छु। इभन म बिचमा कन्टेन्ट हुन्छ नि कन्टेन्टहरू बनाउने, कन्टेन्ट क्रिएसनहरू हुने त्यस्तो एकदम जोक चलेको थियो। तर मलाई चाहिँ पछि गएर होइन कति कुराहरूले गर्दा डिमोटिभेट भएँ। अनि त्यो कन्टेन्ट क्रिएसन गर्दाखेरि चाहिँ मेरो यता काम हुन्छ नि त्यो प्रोफेसनल लाइफ नै एकदम के भन्छ अब बिग्रिसकेको थियो। मेरो कामहरू नै भइरहेको मजाले भएको थिएन होइन, त्यस्तोमा लागेपछि। अनि सो मैले कति धेरै ग्याप लिएर म अस्तिदेखि बनाउँछु सोच्थेँ ब्लग होइन। त्यो पनि सोच्थेँ भन्दा पनि बनाम कि नबनाम भइरहेको थियो क्या। अब म मेरो पर्सनल लाइफहरू किन देखाउनु होइन, बरु म यतिकै नै प्राइभेसी मेन्टेनहरू गर्छु, बरु म प्राइभेटमै खुसी हुन्छु सोचेको थिएँ। तर पनि एउटा हुन्छ नि भित्रैदेखि जहिले रिग्रेट फिल भइरहेको हुन्थ्यो क्या। म आफ्नो पुरानो ब्लगहरू हेर्थेँ अनि त्यो एनर्जीहरू हेर्थेँ होइन, मैले किन बिचमा यस्तो गरेको टाइपको पनि हुन्थ्यो। अनि फेरि पछि होस् यत्तिकै लाइफ नर्मल लाइफ ठिक छ जस्तो पनि हुन्थ्यो। म कति हुन्छ नि घुमिरहेको हुन्छु अनि त्यो घुम्न जाँदाखेरि पनि त्यो एउटा काइन्ड अफ रिग्रेट क्या। मैले आज ब्लग बनाएको भए यो कन्टेन्ट निस्किन्थ्यो त्यस्तो सोच्थेँ। तर मैले कति धेरै आफूलाई कन्भिन्स गर्दा आफूले नै आफूलाई मोटिभेट गर्दा अहिले बल्ल मलाई आँट आयो होइन फेरि रिस्टार्ट गर्न। सो अब चाहिँ म हुनु त कन्टेन्टहरू खासै केही हुँदैन होइन, जस्ट घर आउने काम जाने मात्र हुन्छ। कति धेरै हल्लेको क्या म मात्र हुन्छ अरे पनि अब म के गर्छु। अब कामभित्रको पनि देखाउन मिल्दैन म होइन, तर पनि अब एउटा म घरभित्र भए पनि के गर्छु, म साथीहरूसँग भेटेकोहरू सबै क्याप्चर गर्छु। पहिला चाहिँ मलाई हुन्छ नि मेरो रुमहरू देखाउनु कस्तो लाज लाग्थ्यो क्या। अनि अहिले चाहिँ के फिल हुन्छ भने अब इट इज वाट इट इज नि त होइन, आफूसँग जे छ त्यही देखाउने हो। अब जिरोदेखि नै स्टार्ट भएको होइन, यो यहाँदेखि स्टार्ट भएको अब अहिले यो फेज देखाउँछु होइन, पछि राम्रो हुँदै गएपछि त्यो फेजहरू पनि तपाईँलाई देखाउँछु। सो अब चाहिँ म मेरो ब्लग कन्टिन्यू नै गर्छु। यो चाहिँ मेरो म्याट्रेस, यो चाहिँ मेरो रुममेटको म्याट्रेस। सो आज चाहिँ स्याटरडे हो होइन, ऊ चाहिँ काम गइसक्यो। अनि यो चाहिँ म आज चाहिँ स्याटरडे हो अनि म चाहिँ एभ्री स्याटरडे मेरो बेडसिटहरू चेन्ज गर्छु। अनि प्लस रुमहरू पनि सफा गर्नुपर्ने छ। सो यही हो। भएको नुहाएर होइन यति धेरै पिम्पल आएको छ। अहिले रातभरि नसुतेर बिहान 3 बजे त सुतेको। अनि नुहाएर अब चिया अनि त्यसपछि अन्डा र लाइक घिउमा प्यानमा घिउ हालेर त्यसपछि अन्डामा त्यो अन्डा र नुन घोलेर ब्रेड हालेर म ब्रेड टोस्टी खान आँटेको। पहिला चाहिँ म एभोकाडो टोस्टी कति खान्थेँ क्या, एभोकाडो टोस्ट। अनि अहिले चाहिँ धेरै भइसक्यो त्यो नखाएको। पहिला चाहिँ त्यही मन पर्थ्यो अनि भक्का भयो बिचमा। अनि अहिले फेरि दिदीले सिकाउनु भएको रेसिपी।
सो अहिले चाहिँ यसरी नै खान्छु। चाहिँ पाकिसक्यो होइन, अनि अर्कोलाई पनि यसरी अब सबै गरेर 2टा मात्र हुने रहेछ, एउटा अन्डा मात्र हालेको थिएँ। मात्र हातले गरेको भगवान्, तातेर जान आइसकेको थियो। यसले अलम निकालिदिनु भएको छ, आनन्द भएको छ। नभए त सक्दो जान्थ्यो यति बेलासम्म मेरो। चाहिँ रेडी भइसक्यो बिहानको खाजा। बिहान पनि के भन्नु, 2 बजी नै आइसक्यो। ढिलो उठेपछि यस्तै हो मेरो चाहिँ। जहिले पनि यस्तै हो, स्याटरडे सन्डे चाहिँ 2-3 बजी नै ब्रेकफास्ट हुन्छ। खाना अलरेडी छ, तर मलाई चाहिँ बिहान नै हुन्छ नि, छुट्टीको बेला चाहिँ बिहान बिहानै उठेर खाना खानै मन लाग्दैन क्या। विकडेजमा चाहिँ मेरो डेली ब्लगहरू आउन सक्दैन। चिया त मैले 1 सुरुप पनि खाएको छुइनँ। चिया खाइन भने त फेरि आइएम गन नि त। सो अब अहिले चाहिँ घरमा कोही पनि हुनुहुन्न, दिदी पनि सुतिराख्नु भएको रहेछ। सो म बिस्तारै नै बोल्छु। भरिसक्दो फेरि यहाँ किचनको चाहिँ कस्तो इको जान्छ क्या, लाइक सबैतिर नै साउन्ड जान्छ। थोरै सानो साउन्डले बोले पनि सबै सुनिने हुन्छ क्या। अनि म फेरि कति पछि सुरुमा चाहिँ अब जस्तो के होस् होइन, छेउमा जो भए पनि भ्लगहरू गर्न लास्टै इन्ट्रेस्टिङ लाग्ने होइन, एनर्जी आउने। अहिले चाहिँ अब हुन्छ नि, हल्का दिमाग आएर पनि होला। अहिले चाहिँ लाइक होइन, अरूलाई डिस्टर्ब हुन्छ त्यस्तो गर्नु हुँदैन। सबैजना अब म जस्तो हुँदैन होइन, एक्सट्रोभर्ट हुँदैन। कति मान्छेलाई क्यामेरा साई हुन्छ भनेर पनि मैले बुझिरहेको छु होइन। त्यो कुरा त मैले पहिला नै बुझ्नुपर्ने हो। साथीहरू दिदीले मलाई बाहिर बोलाउनु भयो होइन। अब चाहिँ दिदीको एउटा, हाम्रो दिदी चाहिँ गायिका हो होइन, सिङ्गर हो, खत्रै फेमस हुनुहुन्छ टिकटकमा, खुसी भुसाल हो होइन। पुरा लजाइराख्नु भएको छ दिदी चाहिँ, हल्का क्यामेरा साई हुनुहुन्छ। हाई भनिदिनु दिदी, चिन्नुहुन्छ होला, मेरो पुरानो ब्लगमा दिदी आइराख्नुहुन्थ्यो। सो अब चाहिँ म दिदीको भिडियो बनाइदिन्छु। खत्रै गिटार बजाउनुहुन्छ होइन। चाहिँ लोकेसन चेक हुँदैछ हाम्रो यहाँ। यसले गर्दा अलिकति गाह्रै भयो जस्तो छ हौ घाम। उज्यालो चाहिँ उज्यालो हुँदो रहेछ यो खोल्दा। त्यहाँ चाहिँ साउन्ड चेक हुँदैछ। म चाहिँ यहाँ पानी 1 लट खाना आएको त्यो। अब दिदीहरूले खाना बनाउन आँट्नुभएको छ। मेरो चाहिँ अब उनीहरूले चाहिँ हिजो बनाएको, म देखाउँछु है। अघि बिहान पनि मैले देखाएको थिएँ। हिजोकै खाना यहाँ उब्रिरहेको छ, अनि यो अब खाने, अनि त्यसपछि लड्ने ओछ्यानमा। अहिले चाहिँ हामी स्वप्निल शर्माको अपरिभाषित गीत गाउँदै बस्दैछौँ। अनि मलाई चाहिँ कस्तो प्राउड फिल हुन्छ क्या अस्ट्रेलिया आएर होइन। मैले कति धेरै सिङ्गरहरूको कन्सर्ट एटेन्ड गरेँ। मलाई कस्तो ड्रिम हुन्छ नि, लोकल कन्सर्टहरू मात्रै एटेन्ड गर्थेँ पहिला त। दिदीको त झन् फर्स्ट होला होइन अस्ति जोनको। अनि कस्तो अब अहिले चाहिँ आफै कमाएर आफ्नो त्यो हुन्छ नि कन्सर्टहरू, सिङ्गर फेभरेट सिङ्गरहरूलाई भेट्दा देख्दा कस्तो खुसी लाग्ने रहेछ क्या। दिदी पनि 2 शब्द भनिदिनु। 2 शब्द। So rude. So rude, do it again भन्नु रे क्या। मेरो चाहिँ दाल पनि अब, दाल भन्नु आएछ, छोला पनि अब रेडी भइसक्यो। अब हामी एप्स हान्ने टक्कै। तर मिठो भएको रहेछ, राति आएर कामबाट आएर बनाएको थिएँ। बेला बेला त आफूले पकाएको मिठो लाग्छ, बेला बेला चाहिँ फेरि मुखैमा हालिन सक्नुहुन्छ। चाहिँ मेरो रुममेट प्रनिसा पराजुली नमस्ते गर्दै नमस्ते भन्दा उसले फेरि गरिहाल्नु हाई भनिदेऊ। अपेक्षाको ब्लगमा अबदेखि म आउँछु भन। हाई अपेक्षाको ब्लगमा अबदेखि म आउँछु। अबदेखि चाहिँ ऊ सधैँ नै आउँछ होइन। ऊ बोलेन भने पनि म जबरजस्ती उसलाई बोल्न लगाउँछु। लास्टै साई छ, तर साई चाहिँ तर क्यामेरा फ्रेन्डली बनाउँछु म बिस्तारै उसलाई पनि। सपोर्ट त गर्छ। हेलो एभ्रिवान, वेलकम टु माई अनदर डे न्यू ब्लग, सेम ब्लग न्यू ब्लग भन्दै रहेछु। सो आज चाहिँ प्रान्साले एकदम हाई भन्दै, प्रान्साले एकदम के भन्छ खाना मिल ब्रेक गरिरहेको रहेछ होइन। म चाहिँ भर्खर उठ्दैछु, राति ढिलो सुतेँ। अब आज मात्र हो, बिहानभरि सुत्न पाउने, बोल्दै फेरि त्यही हो। सो उसले के बनाउँदै रहेछ हेर्नुपर्छ। ओ माई गड, खसीको मासु भएन यो?
खसीको मासु यो चाहिँ अहिले खाने होला अनि टिफिनमा ऊ रेडी भइसक्यो उसको टिफिनहरू बिचरा के बोलौँ मलाई नै के बोलौँ अनि यसो होइन खसी त म खान्न यार खसी त मेरो फेरि अनि अहिले चाहिँ म चाहिँ चिया पकाउँदैछु होइन भर्खरै उठेको 12 बजीसक्यो मेरो बिहान यति बेलै हुन्छ ब्रेकफास्ट अनि अहिले चाहिँ म चिया पकाउँदैछु 5 घन्टा नन स्टप होइन यत्तिकै सुतेर फोन चलाएर सिरिज हेरेर बसेर उठेर ओ माई गड छुट्टी अब यत्तिकै सक्यो मेरो सामानहरू कति धेरै सकेको छ अनि एडली चाहिँ यहीँ 10 मिनट टाढा हो सो अब चाहिँ म ग्रोसरिजहरू गर्न जान्छु बाहिर जानुभन्दा अगाडि चाहिँ मेरो लुगाहरू हिजो सुकाएको छ होइन हिजो बेलुकै उठाउनु पर्ने हो म अल्छीले नउठाएर अब चाहिँ उठाउँछु अनि त्यसपछि लुगा उठाएर लुगा पट्याएर अनि त्यसपछि चाहिँ जाने ग्रोसरिज गर्न कस्तो अल्छी लाग्यो अच्छा केही गर्नै मन नलागेको चाहिँ फाइनली आइपुगेँ एलटी सो आज त विकेन्ड हो अलिक भिडभाडै हुन्छ जस्तो छ हेर्दै भिडभाड देखेँ यता फेरि बेलैमा 1 महिना अगाडि नै क्रिसमस लाग्छ बच्चा कराउँदैछ फेरि आमामा के हो यो बच्चाहरू के मात्र रहेछ यहाँ सब यस्तो डर लाग्यो भने त फेरि मलाई रात पनि निद्रा लाग्दैन यार लास्ट डर लाग्छ यस्तो खाले डरदेखि त आम्बो मेरो दिदीको छोराहरूलाई पठाइनुपर्छ है क्या हो तर फेरि लग्ने मान्छे कोही छैन कस्तो प्रिडी आएछ यार आमामा हेर्दै छ त्यो मान्छेले चाहिँ फेरि ओ माई गड मेरो दिदीको दाजुको छोराहरूलाई पठाइनुपर्छ है क्या लास्टै राम्रो रहेछ यार लग्ने मान्छे नभएर मात्र हो किन पठाइदिँदै मेरो दिदीले भ्लग हेर्नु हुँदैछ भनेको नेक्स्ट इयर चाहिँ पक्का है पक्का पठाइदिन्छु म आम्बो कस्तो राम्रो हो खेलाउनेहरू आम्मामामा म आफै खेलिदिउँ कि क्या हो लगेर मैले यति धेरै सामान किनेको थिएँ यो एडलीदेखि अस्ति होइन एकजना दिदीलाई पठाइदिनुको लागि लास्टमा दिदीको पनि धेरै सामान भएर केही लगिदिनु भएन रहेछ आधी मात्र आधी उधी त्यही थोरै मात्र लगिदिनु भएछ ए मलाई त यस्तो डर लागेर किनेको थिएँ होइन थोरै दिदीले पनि अब मेरो भ्लग हेर्नुहुन्छ भने चाहिँ म थोरै डिसपोइन्ट छु तपाईँदेखि होइन 1 केजीको सामान त अलिक मिलाएर लगिदिएको भए चाहिँ म पनि खुसी हुन्थेँ अब यतिको गफ त दिनै पर्यो कस्तो प्रिडी आएछ हो तर अब यस्तो घर लगेर चाहिँ के चाहिँ गर्नु हे फेरि दुलो रहेछ म चाहिँ सामानहरू किनेर घर फर्किँदैछु होइन कस्तो बढी गर्मी छ हौ यहाँ त छ्या के लागिसक्यो अब चाहिँ घर फर्केर आम्मामामामामा मान्छे उडाउला हावा छ अब पनि चिसो आयो त हुने नि तत्त हावा आउँछ मान्छेलाई उडाउला पोल्ला जस्तो गरेर कति पछि होइन भ्लग गरेर होला मलाई बोल्न पनि कस्तो अप्ठ्यारो लागेको क्या मेरो त्यो भित्रदेखिको त्यो एनर्जीहरू हुन्छ नि ठुलो स्वरले कराउने हो त्यो आएकै छैन क्या अब अर्को भ्लगमा चाहिँ पक्का आउँछ अब यो भ्लग चाहिँ अब यत्तिकै बोलेरै सकिने भयो किनभने म स्याटरडे सन्डे नै मैले केही गरिनँ घरमै बसेँ हिजो त झन् एकछिन पनि बाहिर निस्किनँ घरदेखि घरभित्रको भित्रै बाहिर के भयो कसो भयो थाहा छैन लास्टै गर्मी पनि थियो अनि आज पनि निस्किनु त बिहानदेखि निस्केको थिइनँ त्यही यही ग्रोसरिज गर्न मात्रै निस्केको अहिले स्याटरडे सन्डे चाहिँ मेरो प्रायः यस्तै हुन्छ कि त अब म कहीँ जाने प्लान हुनु पऱ्यो मेरो होइन सो मेबी म अब भरे इन्ट्रेस्टिङ केही भयो भने त्यो क्याप्चर गर्छु नभए त यहीँदेखि नै मेरो भ्लग सीमित हुन्छ यो मेरो अस्ति बेलुका सोचेर भोलिदेखि चाहिँ बनाउँछु भ्लग भनेर सोचेर हिजो बिहान उठेर बनाएको भ्लग हो नि त केही प्रिपेयरै थिइनँ म अनि डेली लाइफ अब मैले मेरो विकेन्ड कसरी स्पेन्ड गरेँ भनेर मात्र बनाएको हो ताकि मेरो मम्मीहरूले होइन मेरो रिलेटिभ्सहरूले पनि नेपालमा भएको साथीहरूले पनि म के गर्दैछु भनेर हेर्न सकोस् अनि अब कतिजनाले त भन्नुहुन्छ नि त विदेश गएर ठुलो भयो कति कराउँछ यो अब कल मेसेज केही गर्दैन भनेर अनि त्यसको लागि पनि हो मैले भ्लग फेरि स्टार्ट गरेको किनभने म कतिको चाहिँ बिजी छु होइन हो त्यस्तोहरू पनि देखाउनको लागि किन मैले कल मेसेज गर्न नसकेको गर्नु त मन हुन्छ बोल्नु सबैलाई मन हुन्छ तर कति हुन्छ नि आफ्नो बिजिनेस अनि तीमाथि वाक्क पनि भइसकेको हुन्छ क्या काम गरेर अनि कोहीसँग बोल्नै गर्नु मन लाग्दैन गल्यो हो म त हिँड्दा
अनि प्लस मलाई सानोदेखिको भ्लगर नै हुनु मन थियो होइन मलाई भ्लगिङहरू गर्नु मन थियो पुरै खत्रै खाले भ्लगर पनि होइन तर मलाई यसरी नै हुन्छ नि भिडियोहरू बनाएर हाल्नु मन थियो ठ्याक्क नेपालदेखि अस्ट्रेलिया आउँदाखेरि पनि सुरुमा त मैले म भ्लगिङ चाहिँ स्टार्ट गर्छु मेरो हातमा आइफोन हुने बित्तिकै भनेर मैले सोचेको थिएँ हुन त नेपालमा पनि थियो आइफोन होइन तर 6 थियो क्या अनि त्यसलाई चाहिँ बनाउन मिल्दैन थियो सो म अब अस्ट्रेलिया आएँ भने चाहिँ म भ्लगिङ स्टार्ट गर्छु भनेर मैले त्यो सोचेको थिएँ अब मेरो बर्थडे पनि आउँदैछ नि त अनि मैले ठ्याक्क मेरो बर्थडे भन्दा ए होइन अस्तिको 2025को स्टार्टिङमा मैले भ्लगिङ गर्ने स्टार्ट गरेको थिएँ अनि अब चाहिँ ठ्याक्क जनवरी 1 देखि नै स्टार्ट गरेको थिएँ सो अब यसो अस्ति मैले सोच्दाखेरि डिसेम्बर पनि आउन आँटिसक्यो होइन यो इयर कट्न आँटिसक्यो तर मैले एउटा थोकमा हुन्छ नि आफ्नो कन्सिस्टेन्सी देखाइनँ सो अब मलाई केही कुरा मनपर्छ म त्यही कुरा गर्छु होइन जोसुकैले जेसुकै भनोस् जेसुकै सोचोस् यहाँ मान्छेहरू जज गर्ने धेरै नै हुन्छ सो अब यो भ्लग चाहिँ मेरो बोलेरै सकिने भयो केही इन्ट्रेस्टिङ खासै केही पनि भएन म यत्तिकै घरभित्रै थिएँ 2 दिनै त्यही भएर केही इन्ट्रेस्टिङ भएन तर आई विल ट्राई माई बेस्ट होइन नेक्स्ट विकदेखि चाहिँ मुकबाङहरू भए पनि अब हुन्छ नि केही इन्ट्रेस्टिङ गर्ने ट्राई गर्छु म कि त अब बाहिर कतै घुम्न गएर हुन्छ कि अब केही न केही इन्ट्रेस्टिङ ल्याउनु खोज्छु किनभने अब भ्लग हेर्नेलाई पनि अल्छी लाग्छ नि त अब कति धेरै बोलेँ म होइन यो भ्लगमा कति धेरै बोलेकै मात्र हालेको भन्ने हुन्छ नि त सो अब नेक्स्ट भ्लगदेखि चाहिँ अब यो मन्डे टु फ्राइडे त मैले भनिहालेँ नि म भ्लग गर्न भ्याउँदिनँ र पनि बिचमा केही हुन्छ नि बिचमा केही इन्ट्रेस्टिङहरू भयो भने त्यो चाहिँ क्याप्चर गर्छु तर अब यो अब यसरी स्याटरडे सन्डे जसरी फ्रिली चाहिँ भ्लग बनाउन सक्दिनँ सो त्यसको लागि चाहिँ आइम भेरी सरी अनि ल आजको भ्लग चाहिँ यति नै रहने भयो थ्याङ्क यू फर वाचिङ भरे केही इन्ट्रेस्टिङ भयो भने क्याप्चर गर्छु